यो चाहिँ सरस्वती माध्यमिक विद्यालय यो पेदी खोला सल्यानको आसपासको यो क्षेत्र हो। शैक्षिक धरोहरको रूपमा रहेको यो क्षेत्र निकै सुन्दर छ। कति राम्रो बस्ती है, यो पेदी खोला भनिन्छ के अरे यसलाई। यो सल्यान यो बागचौरमा पर्छ। बस्ती चाहिँ ठिक छ, एकदम राम्रो। यस्तो पारामा पेदी खोलाको ब्याकग्राउन्ड देखिएको चाहिँ धवलागिरी हिल श्रृङ्खला। त ठिकै रहेछ होइन। यो चाहिँ झुमेटा बजार जुनको एउटा प्रमुख व्यापारिक केन्द्र सल्यानसँग सीमा समाप्त भइसकेपछि सुरुवातमै यो बजार देखिन्छ। अहिले चाहिँ धेरै ठुलो भइसकेको छ। 4-5 वर्ष अगाडि अहिले चाहिँ लगभग त्यसरी गाडी कुद्नु भयो होला। भोलिबाट छिटै जानु टोलीहरू कहाँ छ हामीले अब कपाल हान्दै तपाईलाई भएन स्वागत। हामीलाई त केरा, त्यसपछि के अरे त्यो मिठाई पनि नि सर, मिठाई पनि दिइरहेको थियो कि। हेलो गाइज, हामी यतिखेर यो रुकुम जिल्लाको सबैभन्दा ठुलो ताल हामी स्यार्पु तालमा आइपुगेका छौँ। हाम्रो यो टोली लास्टै लुवा परिसक्यो है। 12 बजे हिँडेको बल्ल बल्ल। कति बजे सर? 3:30 बजे हामी आइपुगेका छौँ। के गर्नु आउँछ त सर, के हो यो? ए कहाँ फोटो खिच्दियो कि कता सर? यो स्यार्पु ताल है। हामी 12 बजे हिँडेको, अहिले ठ्याक्कै 3:30 भयो। अलि साँझको टाइम भयो है। त्यस कारण सरहरू धेरै थकित मुद्रामा हुनुहुन्छ। हामी आज कहाँ छौँ? रोमानिया सर। अलिकति म राख्ने मान्छे हो। यता हाम्रो साउबा के साउबा आजको यात्रा कस्तो भयो? के अरे माइलो यहाँ डुप्लेसी फाप्लो हुनुहुन्छ। आज यहाँ आउँदाखेरि एनपिएल हेर्न पाएन। बोटिङ गर्नुपर्छ है टोली। होइन, बोटिङ नगरे त मजा नै भएन। पहिला आहा, यो हो नि त यार तरिका। कति सुन्दर यो प्रकृतिको यो अद्भुत कला आफैमा वर्णन गर्न नसकिने जस्तो छ। निकै सुन्दर, निकै मनमोहक, यति ठुलो। तर यो बस्ती चाहिँ मलाई सबैभन्दा मन पर्यो है। यो बस्ती छेउमा ताल, माथि बस्ती, माथि ठुलो हिमाल। अब स्यार्पु तालमा आइसकेपछि डुङ्गाको सैर त गर्नु नै पर्यो है। अब डुङ्गाको मजा चाहिँ यहाँनिर हामीहरूले लगिरहेका छौँ। निकै राम्रो छ। अगाडिबाट सेल्फी स्टाइलमा खिचिरहनु भएको छ स्वतन्त्र सरले भिडियो। राम्रो छ, निकै सुन्दर यो ताल। आन्तरिक पर्यटनलाई प्रवर्धन गर्नको लागि तपाईँ पनि आउनुहोला है। यो किसिमको आनन्द र इन्जोय चाहिँ हामीले गर्न नै पर्छ। सरहरू बोटिङ गरिरहनु भएको छ है। अगाडि शिवराज सर, यतातिर हाम्रो साउबा प्रेम सर पनि हुनुहुन्छ। शङ्कर सरको मस्ती हेर्नुहोस्। स्वतन्त्र सरको त कुरै छोडो, अहिले चाहिँ म क्यामेरामा छु है। निकै रमाइलो, निकै आनन्द, एउटा मेमोरेबल मोमेन्ट भयो यो। ठिक छ, निकै राम्रो, दामी। ल अझै मोज गर्नुहोस् है सरहरू। यति चाहिँ गर्नु पऱ्यो नि। सागको पुरा भ्यू चाहिँ यताबाट देखिन्छ ल। ल हामी त पारी गएछौँ त।
हामी सुरुमा यहीँ आउनु पर्ने हो क्या, यति दामी। अब यहाँनिर मन्दिर पनि छ है गाइजहरू, यस्तो टपमा मन्दिर, घाँसको भारी बोकेर आइरहनु भएको छ। यति सुन्दर गाउँ साँक, रुकुम पश्चिम अन्तर्गत पर्ने यो चाहिँ साँक। कति राम्रो गाउँ हो हेर। ओहो, यहाँको धार्मिक जनविश्वास चाहिँ कस्तो ठाउँमा छ यो मन्दिर हेर्नुहोस् त। यता हाम्रो सरहरू फोटो सेसनमा व्यस्त छ। हजुर यो चाहिँ कमलदह आइपुगेका छौँ, पूर्वी रुकुम। कमलदह, तर यो पार्किङ चाहिँ अलिकति अव्यवस्थित हो कि जस्तो पनि लागिरहेको छ। बाइक नट आर अलाउड। ओहो ल, त्यो माथिको चाहिँ ऊ होला नि स्वास्थ्य। यतिखेर हामी पूर्वी रुकुमको रुकुमकोटमा आइपुगेका छौँ। यो दृश्य मैले चाहिँ पछाडि देखाउने छ, तर त्योभन्दा पहिले यो हेरौँ है, यो गिलगिल गर्ने ल गाइजहरू, रुकुमकोटको दृश्य वाट ब्युटिफुल। यो खास यो राजा रजौटा बस्ने ठाउँ हो, होइन यता चाहिँ हाम्रो साउबा हुनुहुन्छ, राजैसरी हो र यतातिर कमलदह त्यहाँ छ। हामी फोटो खिचेर आइसकेका छौँ है। यता ल होइन त रुकुमकोट, यहाँनिर त 5 जनाको डान्सै गर्नुपर्छ यार, खुट्टो उठाएर रुकुम बाइकोटो भन्ने, नत्र त्यो मजा नै हुन्न गाइजहरू। यो गाडी चाहिँ मैले भर्खर किने हो, भाडामा लगाइरहेको छु। यो चाहिँ खबाङ बजार, उतातिर पिच रोड चाहिँ मध्य पहाडी लोकमार्ग हो भने यतातिर अब थबाङ जाने बाटो। हेर्नुहोस् यो पहिला यो, अब हामी थबाङको यात्रामा निक्लिँदैछौँ तल।